नमस्कार। यस भिडियोमा म आज नेपालको यस्तै एउटा शक्ति समूहको बारेमा कुरा गर्दैछु जो प्राय ओझेलमा पर्ने गर्छ। तर देशको भविष्यको साँचो सायद यही समूहको हातमा छ। आउनुहोस् यो विषयलाई अलिक गहिरिएर हेरौँ। यो स्क्रिनमा एकपल्ट हेर्नुहोस् त 42.25% देख्नुभयो होला। यो के हो जस्तो लाग्छ तपाईँहरूलाई? यो नेपालको सन् 2021 को जनगणना अनुसार 25 वर्षदेखि लिएर 59 वर्ष समूहभित्र पर्ने नेपालीहरूको सङ्ख्या हो, जो नेपालको सबैभन्दा ऊर्जाशील जनशक्ति पनि हो, जुन प्रतिशतमा मात्र होइन सङ्ख्यामा पनि धेरै छ। लगभग 1,23,00,000 भन्दा बढी यो सङ्ख्या छ। अनि यो सानो आँकडा कदापि होइन, यो त टोटल पपुलेसन अफ नेपालको लगभग 50% हुन आउँछ, जुन आफ्नो जीवनको सबैभन्दा क्रियाशील र उत्पादनशील उमेरमा छ। र यो समूह भनेको कुनै तथ्याङ्क मात्र होइन, यो त देशको वर्तमान हो, देशको ढुकढुकी हो। किनकि पैसा कमाउने पनि यही समूह, कर तिर्ने पनि यही समूह, व्यवसाय चलाउने पनि यही समूह, देश बनाउने मात्र होइन देशको भावी पुस्तालाई तयार पार्ने पनि यही समूह। तर यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ कि यति धेरै क्रियाशील जनशक्ति भएर पनि किन हाम्रो देश सोचे जस्तो गतिमा अगाडि बढ्न सकिरहेको छैन? यसको जवाफ एउटै कुरामा लुकेको छ, त्यो हो सचेतनाको कमी, खास गरी राजनैतिक सचेतनाको कमी। अब यो विषयमा अलिक गहिरिएर हेरौँ। यो उमेर समूहलाई किन देशको इन्जिन भनिन्छ होला? र यो उमेर समूहको भूमिका देशको निम्ति किन यति महत्त्वपूर्ण छ? किनकि यिनीहरू नै त हुन् ती हातहरू जसले परिश्रम गर्छन्, मेहनत गर्छन्, चाहे त्यो आफ्नो देशको खेतबारीमा होस्, अफिसमा होस्, कल कारखानामा होस्, या त खाडीको चर्को घाममा रगत र पसिना बगाएर रेमिटेन्स पठाउने काममा होस्। देशको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य भूमिका यही समूहले खेल्छ। देश चल्नलाई पैसा कहाँदेखि आउँछ? हो, यही समूहले तिरेको करबाट, रेमिटेन्सबाट। किनकि यिनीहरू देशका मुख्य करदाताहरू हुन्, मुख्य उपभोक्ताहरू हुन्, जसले देशको बजार र बजेट दुवैलाई धानिरहेको हुन्छ, चलायमान बनाइरहेको हुन्छ। काम गर्ने हात मात्र होइन, बनाउने दिमाग पनि यही समूहको हो। टेक्नोलोजी होस्, सेवा होस्, शिक्षा होस् वा स्वास्थ्य होस्, हरेक क्षेत्रमा केही नयाँ सोच, सिप र उद्यमशीलता ल्याउने यही समूह त हो। र कुरा आर्थिक मात्र होइन, सामाजिक रूपमा पनि यिनीहरू समाजका खम्बाहरू हुन्, जस्तै परिवार हुर्काउने, परिवारको महत्त्वपूर्ण निर्णयहरू लिने र सामाजिक मूल्य मान्यतालाई एउटा आकार दिने काम पनि यही समूहले गर्दछ। एउटा भनाइ छ नि जसले यी सबै कुरालाई अझ स्पष्ट पार्छ कि बालकहरू भविष्य हुन्, वृद्धहरू हाम्रा अनुभव हुन्, तर 25 वर्षदेखि 59 वर्ष उमेर समूहभित्र पर्ने जनसङ्ख्या चाहिँ देशको वर्तमान हुन्, देश चलाउने शक्ति हुन्, देशको भविष्य आज यही समूहको हातमा छ। अब यो बारेमा पनि कुरा गरौँ कि के देशलाई माया गर्नु मात्र देश विकासको लागि काफी छ त? कि त्योभन्दा अझ बेसी केही चाहिन्छ? यस, अवश्य चाहिन्छ। हेर्नुहोस्, आफ्नो देशलाई माया गर्नु, आफ्नो देशको झन्डा या नक्सा देख्दा गर्व गर्नु एकदमै राम्रो कुरा हो। तर देश भावनाले मात्र बन्दैन। देश बनाउन त तर्क, प्रश्न र सही नागरिक चेतनाको आवश्यकता पर्छ। र यहीँनिर फरक आउँछ भावनात्मक देशभक्ति र सक्रिय नागरिक सचेतना बीच। देशको झन्डा देखेर गर्व लाग्नु एउटा कुरा हो, तर सरकारले ल्याएको बजेटमा प्रश्न उठाउनु अर्को कुरा हो। राष्ट्रगानले हामीलाई जोस दिनु राम्रो हो, तर चुनावमा उठेका उम्मेदवारको योग्यता जाँच्नु र जवाफदेहिता माग्नु त्योभन्दा अझ महत्त्वपूर्ण कुरा हो। त्यसैले हामीले एउटा कुरा मुख्य रूपमा याद राख्नुपर्छ कि हामी पैसा कमाउने मेसिन मात्र बन्नुहुन्न, हामी बुझ्ने, सोच्ने र प्रश्न गर्ने नागरिक बन्नुपर्छ। किनकि आर्थिक योगदान र नागरिक कर्तव्य सँगसँगै गयो भने मात्र देशमा उन्नति हुन्छ। अब सोच्नुहोस्, देशको यो सबैभन्दा शक्तिशाली समूह अर्थात् 42% समूह चुप लागेर बस्यो भने देशमा के हुन्छ? कस्तो अवस्था आउँछ? यसको मूल्य देशले कसरी चुकाउनु पर्छ? यदि यो समूह सचेत भएन र चुप लागेर बस्यो भने देशले तीनवटा भयङ्कर डरलाग्दा कुराहरू बेहोर्नुपर्छ। सबैभन्दा पहिलो, गलत नेतृत्व बारम्बार दोहोरिरहन्छ, र दोस्रो, मेहनती नागरिकहरू सधैँ पछि पर्छन् र पहुँचवालाहरूले मात्र अवसर पाइरहन्छन्। तेस्रो र सबैभन्दा दुःखको कुरा, हाम्रो आउने पुस्ताहरूले पनि यही निराशा र यही विदेश पलायन भइरहने चक्र एउटा विरासतको रूपमा पाउँछन्। अनि अन्तिम नतिजा के हुन्छ?
देशमा जनता त हुन्छन् तर शक्ति हुँदैन। देशले आफ्नो देशको सबैभन्दा ठुलो शक्तिलाई आफैले खेर फालिरहेको हुन्छ। त्यसो भए के गर्ने त? समस्याको कुरा मात्र गरेर त भएन, समाधान पनि चाहियो। एन्ड यस, यसको समाधान पनि छ। सबैभन्दा मुख्य कुरा चाहिँ हामी सचेत नागरिक बन्नु पर्यो र सचेत नागरिक बन्नलाई के गर्न सकिन्छ त्यो बारेमा बुझौँ। सबैभन्दा पहिलो काम जो हामीले गर्नुपर्ने, हामीले कुनै पनि निर्णयहरू लिँदै गर्दा, कुनै पनि कुराहरू बारेमा आफ्नो विचार दिँदै गर्दा भावनाले होइन तथ्यले सोचेर दिनु पर्यो, निर्णय लिनु पर्यो। दोस्रो, नेता र नेतृत्वमाथि प्रश्न गरिराख्नु पर्यो। तेस्रो, बजेट र कर जस्ता महत्त्वपूर्ण कुरालाई बुझ्ने कोसिस गर्नु पर्यो। चौथो, भ्रष्टाचारलाई यति त चल्छ नि भनेर छोड्ने गर्नु भएन। पाँचौँ, हाम्रो घर परिवारमा पनि राजनीतिक चेतनाको बारेमा कुरा गर्ने, नबुझ्नेहरूलाई बुझाउने काम हामीले गरिराख्नुपर्छ। छैटौँ र सायद सबैभन्दा महत्त्वपूर्ण, हामीले हल्ला फैलाउने मात्र होइन, सही र सत्य सूचनाहरूलाई सम्प्रेषण गर्नुपर्छ, सेयर गर्नुपर्छ। र एउटा कुरा हामीले के बुझ्नुपर्छ भने हामी सबै नेता बन्न जरुरी छैन, तर हामी सबै सचेत नागरिक भने अवश्य बन्नुपर्छ। र देश बदल्न हरेक व्यक्तिले आफ्नो भूमिका इमान्दारिता साथ निभाउनुपर्छ। अनि याद राखौँ, जब देशको यो 42% जनशक्ति साँच्चै जाग्छ, त्यसले देशको राजनीतिलाई उथल पुथल गरिदिन्छ, हल्लाइदिन्छ। किनकि जब राजनीति बदलिन्छ र त्यसले सही नीति नियम बनाउँछ र त्यो देशमा लागू गर्छ, तब देश साँच्चै बदलिन्छ। किनकि वास्तविक परिवर्तनको सुरुवात नागरिक चेतनाबाटै हुन्छ। अन्त्यमा यो प्रश्न हामी सबैले आफूलाई सोधौँ कि के हामी केवल जनसङ्ख्या मात्र हौँ या हामी हाम्रो देशको वास्तविक शक्ति हौँ? निर्णय तपाईँ हाम्रो हातमा छ। थ्याङ्क यू।